अहिले नेपाली राजनीतिको सबैभन्दा ठूलो चर्चाको विषय बनेको छ झापा 5 को चुनाव। यो केवल एउटा निर्वाचन क्षेत्रको लडाईँ मात्रै होइन, यो त सिङ्गो देशको राजनीतिक भविष्यको दिशा कता जान्छ भनेर सङ्केत गर्ने एउटा महत्त्वपूर्ण मोड बनेको छ। आउनुहोस् यो हाई प्रोफाइल प्रतिस्पर्धालाई अलिक गहिराईबाट हेरौँ। यहाँ मैदानमा छन् दुई बिल्कुलै फरक धारका उम्मेद्वार। एकातिर राजनीतिका पुराना र अनुभवी खेलाडी केपी शर्मा ओली, अर्कोतिर नयाँ राजनीतिक शक्तिको प्रतीक बनेर उदाएका बालेन शाह। झापा 5 को यो प्रतिस्पर्धा साँच्चै भन्नुपर्दा पुरानो र नयाँ पुस्ता बीचको मात्रै होइन, देशले कस्तो भविष्य रोज्छ भन्ने दुई फरक विचार बीचको लडाई हो। ल यो चुनावी लडाईको जड बुझ्नका लागि सबैभन्दा पहिले केपी ओलीकै गृह मैदान अर्थात् झापा 5 मा हेर्नुपर्छ। कुनै समय उनको अवैध किल्ला मानिने यही ठाउँमा आजभोलि असन्तुष्टिका स्वरहरू बाक्लै सुनिन्छन् र यसको मुख्य कारण हो अधुरा वाचाहरू। एउटा ठूलो उदाहरण हेरौँ, नेपाल चीन मैत्री औद्योगिक पार्क। यो परियोजनाले देशकै अर्थतन्त्रमा कायापलट ल्याउँछ भनिएको थियो, तर शिलान्यास भएको वर्षौं बितिसक्दा पनि यो जग्गा विवादमै अल्झिरहेको छ र अहिले यही परियोजना स्थानीय असन्तुष्टिको सबैभन्दा ठूलो कारण बनेको छ। त्यस्तै अर्को कथा छ दमक भ्यू टावरको। 1.5 अरब रुपियाँभन्दा बढी खर्च गरेर बनाइएको यो टावर आज उद्देश्यविहीन भएर ठिङ्ग उभिएको छ। स्थानीयहरू यसलाई सेतो हात्ती भन्न थालेका छन्, अर्थात् सरकारी पैसाको सरासर दुरुपयोग। कुरा यतिमै सकिँदैन। आदिवासी र धार्मिक समुदायको पहिचानसँग जोडिएका केही ठाउँहरूको नाम परिवर्तन गर्ने निर्णयले त झन् आगोमा घिउ थपेको छ। यी निर्णयहरूले हिजोका समर्थकहरूलाई आज विरोधी कित्तामा उभ्याइदिएको छ। विश्वकै अग्लो बुद्धको मूर्ति बनाउने योजना होस् वा आधुनिक सपिङ कम्प्लेक्स, कुनै बेला आशा जगाएका यी ठूला सपनाहरू आज केवल अधुरा वाचाहरूको प्रतीक बनेर बसेका छन्, जसले स्थानीय जनतामा निराशा मात्रै बढाएको छ। तर झापामा देखिएका यी स्थानीय मुद्दाहरू त ट्रेलर मात्र हुन्। केपी ओलीको राजनीतिक अभियानमा सबैभन्दा ठूलो चुनौती बनेर आएको छ एउटा राष्ट्रिय त्रासदी, भदौ 23 को घटना। यो यस्तो घटना हो जसको छायाले उनको राजनीतिक करियरलाई आजसम्म पनि पछ्याइरहेको छ। जवाफदेहिताको माग गर्दै सुरु भएको जेनजी युवाहरूको शान्तिपूर्ण प्रदर्शन दिउँसोसम्ममा हिंसात्मक मोडमा पुग्यो। साँझ हुँदा नहुँदै राज्यले बल प्रयोग गर्यो र भोलिपल्ट देशव्यापी रूपमा ठूलो विध्वंस मचियो। अन्ततः यही घटनाले ओली सरकारको पतन गरायो र त्यो दिनको अराजकतामा 19 जना युवाहरूले ज्यान गुमाए। तीमध्ये धेरै त आफ्नो भविष्यको सपना बोकेर स्कुलको पोसाकमै सडकमा उत्रिएका थिए। यही दुःखद इतिहासलाई ओलीका मुख्य प्रतिद्वन्दी बालेन शाहले आफ्नो चुनावी अभियानको सबैभन्दा बलियो अस्त्र बनाएका छन्। उनको पुरै अभियान नै भदौ 23 को जवाफदेहिताको मागमा टिकेको छ। जब बालेन शाहले ओलीसँग सार्वजनिक बहसमा बस्न अस्वीकार गरे, त्यसले नेपाली राजनीतिमा एउटा तरङ्ग नै पैदा गर्यो। उनले सिधै ती युवाहरूको मृत्युको दोष तत्कालीन प्रधानमन्त्रीमाथि लगाएर यो मुद्दालाई झनै पेचिलो बनाइदिए। एकातिर बालेनको आक्रामक अभियान, अर्कोतिर सामाजिक सञ्जालमा बढ्दो नो ओली ओन्ली बालेनको लहर। यो चौतर्फी दबाव बीच अन्ततः केपी ओलीले भदौ 23 को घटनाबारे आफ्नो लामो मौनता तोडे। महिनौपछि ओलीले एउटा लामो सामाजिक सञ्जाल पोस्ट मार्फत आफ्नो बचाव गरे। उनले आफूमाथि लागेको आरोपलाई ठाडै अस्वीकार गर्दै भने, मैले गोली चलाउन कुनै आदेश दिएको छैन। उनको तर्क यस्तो थियो, शान्तिपूर्ण प्रदर्शनमा केही घुसपैठ गर्नेहरूले हिंसा भड्काए। संसद भवनमाथि नै आक्रमण हुन थालेपछि सुरक्षा बलले सरकारको आदेश कुरेन, बरु कानुन अनुसार नै आफ्नो कर्तव्य पूरा गरेको हो। तर मुख्य प्रश्न त यो हो, महिनौपछि आएको यो स्पष्टीकरणले के जनताको चित्त बुझायो त? के यो तर्कले जवाफदेहिता खोजिरहेको समाजलाई सन्तुष्ट पार्न सक्यो? जवाफ थियो, सकेन। सामाजिक सञ्जालमा मानिसहरूको प्रतिक्रिया आगोको मुस्लो जस्तै थियो। हजारौं टिप्पणीहरू आए जसले उनको प्रतिरक्षालाई ठाडै अस्वीकार गर्यो। धेरैले सिधा प्रश्न उठाए, यदि साँच्चै प्रदर्शनमा घुसपैठ भएको थियो भने राज्यको पुरै शक्ति हातमा लिएर बसेको सरकारले त्यसलाई किन रोक्न सकेन? यो प्रश्नले उनको नेतृत्वमाथि नै गम्भीर सवाल खडा गर्यो। एउटा टिप्पणीले त सायद सबैको भावनालाई समेटेको थियो। विकासका परियोजनाको जस लिने नेताले आफ्नो कार्यकालमा भएको मानवीय क्षतिको जिम्मेवारी पनि लिनुपर्छ। धेरैको बुझाइमा यदि उनले समयमै राजीनामा दिएको भए भोलिपल्टको त्यो विध्वंस नै हुने थिएन।
त्यसैले यो घटनामा नैतिक जवाफदेहिताको प्रश्न सबैभन्दा महत्त्वपूर्ण बनेको छ। अब यो आलोचना केपी ओलीको व्यक्तिमा मात्र सीमित रहेन, यो त उनको सिङ्गो पार्टीको कार्यशैली र जवाफदेहिताको संस्कृतिमाथि नै उठेको प्रश्न बनिसकेको छ। त्यसैले झापा 5 को यो चुनाव अब 2 उम्मेद्वार बीचको प्रतिस्पर्धा मात्रै रहेन, यो त एमालेको विगतको मूल्याङ्कन र भविष्यमा कस्तो राजनीतिक संस्कार चाहिन्छ भन्ने विषयमा एउटा राष्ट्रिय बहस नै बनेको छ। अन्ततः फैसला जनताको हातमा छ। झापा 5 का र भन्नुपर्दा सिङ्गो राष्ट्रका मतदाताहरूले नै आफ्नो मत मार्फत अन्तिम फैसला सुनाउनेछन्। उनीहरूको निर्णयले नै तय गर्नेछ कि नेपाली राजनीतिमा विगतका गल्तीहरूलाई केवल स्पष्टीकरण दिएर पन्छिन सकिन्छ वा जवाफदेहिता नै लोकतन्त्रको सबैभन्दा महत्त्वपूर्ण शर्त हो।